स्किनलाई ट्युबलाइट जस्तो टलक्क टल्काउन मन छ भने चाहिँ मामाअर्थको यो कम्बो सेट युज गर्नु होला। फर्स्टमा चाहिँ राइस वाटरवाला फेस वासले फेसलाई वास गर्ने एकदमै मजाले क्लिन गराइदिन्छ। त्यसपछि राइस वाटरवाला यो टोनर युज गर्नुपर्छ होइन। यो चाहिँ सबै स्किन टाइपको लागि एकदमै नै बेस्ट हुन्छ। यस्तो मिल्की खालको टेक्सचर छ यसको र स्किनलाई एकदमै मजाको ग्लो पनि दिन्छ कि यसले र भित्रैबाट हाइड्रेट पनि गराइदिन्छ। यो प्रडक्ट चाहिँ एकदमै नै बेस्ट छ। हजुरहरूले एकदम धेरै मन पराइदिनु भएको टोनर हो यो है। अति नै बवाल छ कि हजुरको स्किन ओइली ड्राई नर्मल कम्बिनेसन एक्ने प्रोन जुनसुकै भए पनि यो टोनरले चाहिँ अति नै राम्रो गर्छ। म चाहिँ दिनकै युज गर्छु कि सो एकदमै बेस्ट छ यो टोनर। यसरी प्याड ड्राई गर्छु म चाहिँ। टोनर लगाइसकेपछि चाहिँ राइस वाटरवालै सिरम युज गर्नुपर्छ है त। त्यो सिरमले पनि हजुरको स्किनमा एकदमै मजाको ग्लो दिन्छ र स्किनलाई एकदमै बााउन्सी देखाइदिन्छ, यस्तो देखाइदिन्छ। त्यसपछि मैले लगाएँ यो मोइस्चराइजर है त। यो चाहिँ राइस वाटरवालै मोइस्चराइजर हो। यो चाहिँ एकदमै लाइट वेट खालको छ। हजुरको स्किन एकदमै धेरै ओइली छ भने पनि हजुरलाई यो एकदमै राम्रो हुन्छ है। र ड्राई छ भने पनि युज गर्न मिल्यो, एकदमै मजाले हाइड्रेट गराइदिन्छ। सो सबै प्रोडक्ट्स नै सबै स्किन टाइपको लागि एकदमै बेस्ट हुने खालको छ कि एकदमै नाइस छ। यो मोइस्चराइजर पनि अति नै राम्रो छ। स्किनमा चाहिँ एकदमै मजाले ब्लेन्ड हुन्छ कि लगाउने बित्तिकै स्किनमा मजाले ब्लेन्ड भइदिइहाल्छ एकैछिनमा। अनि यो मोइस्चराइजर लगाइसकेपछि युज गर्नुपर्छ सनस्क्रिन है त। सो मामाअर्थकै सनस्क्रिन युज गर्नु होला, एकदमै नै बेस्ट छ होइन। यो सनस्क्रिन पनि अति बवाल छ कि सो हजुरको स्किनलाई मजाले घामबाट जोगाइदिन्छ। भेरी नाइस छ यो सनस्क्रिन पनि। सो हजुरहरूले यो स्किन केयर कम्बोमा भएको 5वटै प्रोडक्ट्स युज गर्नुभयो भने चाहिँ हजुरको स्किन एकदमै मजाको ग्लोई बनाइदिन्छ, ग्लास स्किन इफेक्ट दिन्छ होइन, हाइड्रेट गराइदिन्छ। सो एकदमै राम्रो छ है त्यो।